कुनै कुनै कुराहरू हेर्दा सामान्य लागे पनि त्यही सामान्य कुराले नै कहिलेकाहीँ मान्छेलाई धेरै पछाडि पार्दो रहेछ के। जुन मैले देखाइरहेको होमवर्क युकेजीमा पढ्ने मेरो छोरीको होमवर्क हो। यसरी हेर्दा चाहिँ हामी ठुलो मान्छेलाई त सामान्य जस्तै लाग्छ यो कुरा। अनि 5-6 वर्षको बच्चालाई हात लाग्नु स्वाभाविक नै हो। तर जति कण्ठ गराउन खोज्दा पनि मेरो छोरीले कण्ठै नगरेपछि मलाई फेरि लास्ट तनाव भयो कि। अनि कसरी कण्ठ गराउने होला भनेर मैले चाहिँ यस्तो टाइपको आइडिया निकालेँ है। म चाहिँ त्यो आइडिया तपाईहरुलाई सेयर गर्छु। मैले यसरी पढाएँ, सुनाउँछु है म तपाईहरुलाई। गाई बस्ने गोठ, बाख्रा बस्ने खोर, गाई बस्ने गोठ, बाख्रा बस्ने खोर, घोडा बस्ने तबेला, हामीलाई भयो अबेला, घोडा बस्ने तबेला, हामीलाई भयो अबेला, हात्ती बस्ने हात्तीसार, माछा बस्ने कुर, हात्ती बस्ने हात्तीसार, माछा बस्ने कुर, खरायो बस्ने दुलो, कुरा गर्छ ठुलो, खरायो बस्ने दुलो, कुरा गर्छ ठुलो, बाघ बस्छ गुफा, बाघ बस्छ गुफा, मेरो नाम रूपा, मेरो नाम रूपा। मैले यसरी पढाउँदा चाहिँ मेरो छोरीले कति छिट्टो बुझिन् कि, कति छिट्टो कण्ठ गरिन् सबै है। अहिले चाहिँ नहेरेर लेख्न र नहेरेर भन्न पनि सक्छिन् कि। तपाईहरुको छोराछोरीमा पनि यस्तो समस्या छ भने तपाईहरुले यसरी पढाउन पनि सक्नुहुन्छ है त।